हेलो नमस्कार सबैजनालाई। ल हेर्नुस् त म कहाँ आएको छु। यति राम्रो टल्केको छ, यो टल्के अनुसार छ। मेरो फेस पनि टल्केको छ कि छैन ल सबैले कमेन्ट गर्नु होला है। म चाहिँ यहाँ आएको आज चौथो भयो। फर्स्टमा चाहिँ मलाई मेरो एकजना बहिनी सोलुको हुनुहुन्छ प्रणा, उहाँले चाहिँ मलाई यहाँ जाउँ दिदी भनेर ल्याउनु भएको थियो। मेरो धेरै रिङ्कलहरू बसेको थियो अनि कालो कालो चाया पनि अलिअलि देखिन्थ्यो। अनि दिदी अब त हामीले केयर गर्ने बेला भयो, जाउँ न भन्नुभयो। उहाँले ल्याइदिनु भयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म उहाँलाई। अनि आज म चौथो दिनमा आउँदाखेरि मेरो फेस यति राम्रो अनि मेरो यस्तो झोलिएको अनि यो एकदम मेरो चाहिँ नरम छाला छ एकदमै। अनि आज भोलि चाहिँ मैले धेरै यो टाइट भएको अनुभव मानेको छु। र यहाँको यो अब मैले फेसियल अनि यहाँको थेरापी सँगसँगै मैले यहाँकै प्रोडक्टहरू चाहिँ मैले युज गरेको छु। यहाँकै ट्रिटमेन्ट अनुसार चाहिँ मैले एकदमै राम्रो भइरहेको छ, मलाई एकदमै अनुभव पनि भएको छ। यति खुसी छु म, यति खुसी छु। हेर्नुहोस् त हाम्रो जिम लाइफ के छ र हिजो त्यस्तो बाढी पहिरो गएर चाहिँ हामी हाम्रो कति क्षति भएको छ, सरकारैको कति क्षति भयो, मान्छेको कति क्षति भयो भनेपछि हाम्रो लाइफ त के छ र। तर आफ्नो लागि चाहिँ एकदम केयर गर्नुपर्ने छ। मलाई पनि पहिला त्यस्तो लाग्दैन थियो, तर आजभोलि चाहिँ म अलिक एज हुँदै गइसकेपछि चाहिँ मलाई अनुभव भयो हामीले चाहिँ आफ्नो लागि केयर गर्नुपर्छ जस्तो लाग्यो। अनि तपाईँ हामी सबैलाई थाहा नै छ, तर कति पहिला थाहा पनि नहुन सक्छ। हाम्रो विश्वमै अब प्रख्यात भएको छ हाम्रो कोरियन प्रोडक्ट हाम्रो मेकअपको लागि चाहिँ एकदमै राम्रो भएको छ। त्यही प्रोडक्ट हाम्रो दिदी हुनुहुन्छ यहाँ चाहिँ 13-14 वर्षसम्म कोरिया बसेर उहीँ पढेर उहाँकै लाइसेन्स लिएर यहाँ खोल्नु भएको रहेछ। मलाई पनि थाहा थिएन। उहाँलाई मनैदेखि नै धन्यवाद दिन चाहन्छु। यस्तो राम्रो क्रिम ल्याइदिनु भएको छ, यस्तो ट्रिटमेन्ट ल्याइदिनु भएको छ। अनि यहाँको बहिनीहरू पनि, स्टाफ बहिनीहरूलाई पनि यति राम्रो उहाँहरूले ट्रिटमेन्ट गरिदिनुहुन्छ। उहाँहरूलाई पनि म मनैदेखि नै धन्यवाद दिन चाहन्छु, किनकि यहाँ आउँदाखेरि अर्कै फिलिङ हुन्छ, हामीलाई आनन्द हुन्छ। घरबाट टेन्सन भएर आएको छ भने पनि यहाँ उहाँहरूलाई भेटेपछि हामी त कोरियै पुगे जस्तो लाग्छ मलाई त। उहाँहरूको स्किन पनि त्यस्तै छ अनि बोलीचाली पनि त्यस्तै छ। एकदमै राम्रो उहाँहरूले ट्रिटमेन्ट गरिदिनुहुन्छ। एकदमै उहाँहरूले चाहिँ राम्रो पनि गर्नुहुन्छ। सबैजना आउनु होला, यहाँ हेर्नु होला, ट्रिटमेन्ट गराउनु होला। स्किन एकदमै राम्रो गरिदिनुहुन्छ। हजुरहरूलाई चाहिँ आउन मन लाग्यो भनेदेखि मलाई पनि इनबक्समा म्यासेज गर्न सक्नुहुन्छ। र यहाँको लोकेसन चाहिँ उहाँहरूको बायोमै छ, हजुरहरूले हेरेर आउन सक्नुहुन्छ। र फेरि पनि यहाँको नाम चाहिँ डिएमसी हेर्नु है सबैजनाले। र एकदमै राम्रो छ। म हजुरहरूलाई यही भन्न चाहन्छु। हस् त, नमस्कार।